साथीहरु सबैजनालाई नमस्कार। पोज दिनु सबैजना। आज चाहिँ हामी राजकाडा जाँदैछौँ। सो त्यसैले चाहिँ हामी राजकाडा जाने बेला कस्तो कस्तो बाटोमा के हुन्छ सबै हजुरहरूलाई देखाउनेछौँ हामी। अहिले चाहिँ हामी लम्कीबाट हिँड्दैछौँ म्याजिकमा। यति नै हेर्दै गर्नु होला सबैजना। एक्लै छु अहिले, तिनीहरू गइसके। यो चाहिँ मेरो हातमा प्लास्टिकको दाल छ थोरै, तिनीहरूले छोडेर गएको रहेछन्। हेर्नु त गाइजहरू, मेरो त मुख यस्तो भए लास्टै गाह्रो भयो। ओ त्यहाँ के खचर सचर आएको रहेछ बाटोमा त हल्का हल्का यो हुन्छ। साथीहरू यो चाहिँ कर्णाली चिसापानी हो। यो माथि उकालो चढ्नुपर्ने मैले। अहिले चाहिँ म सो एक्लै छु, तिनीहरू चाहिँ माथि गए। मेरो चाहिँ तल काम थियो। यस्तो गर्मी छ साथीहरू, यस्तो गर्मी छ। अब 4 वर्ष काठमाडौँ बसेको पुरा निस्किने भयो। सो म यहाँ माथि जाने बेला कस्तो कस्तो हुन्छ सबै देखाउने चाहिँ तिनीहरू भइसक्यो। म एक्लै छु। अब मलाई साँझ पुग्ने हो कि साँझ राम्रो लाग्ने हो कि पनि हो। यस्तो भइरहेछ, गर्मी भइरहेछ, मलाई लास्ट गाह्रो भइरहेछ। यस्तो मुख पुरै यस्तो गर्ने को हो माथि शीतलमा गएर रोक भने हो नि त मैले तिमीहरूलाई। हामी एकचोटी बस्ने हामी हिँड्दै लाग्यौँ। पागलहरू कम्ती खुल्ला हाले सुन्दैनौ? हाल तेरो त यहाँनिर 5 मिनटको बाटो हिँडेर यस्तो भयो नि। म माथि राजकाडा बसेर गइसक्यो भने यहाँ पर्व 5 मिनटको बाटो 5 मिनट त लाग्छ त यहाँनिर तलबाट हैन। उनीहरु त मुकेर चाडे चाडे। ओइ नितेश कहाँ गयो? अब मुखे अँधेर आउँदैछ मेरो। मुख अँधेर हैन, रातो पिरो भए मुकेर त। केटाकेटीहरू हिँड नितेश, छोरा हिँड। उफ हिँड्नलाई त उता राजकाडा जानलाई अगाडि हिँड्नु छ। पर यो एउटी यो नजाउँ भन्नुलाई थियो। यो यूनी मोबाइल मात्रै चलाउने छ। म यता मेरो मुख रातो पिरो भएर मर्नै लागिसक्यो। अब चाहिँ उ हुन्छ होला, शीतल हुन्छ होला। यो माथि डाँडा कट्नुपर्ने छ। कति जङ्गलै जङ्गल छ साथीहरू। के हो दाइ सामान यसमा? विन अघि त धेरै जस्तो लाग्थ्यो मलाई। जाऊ छोरो बाहिर। ए भारी बोकेर यसरी हिँड्नुपर्छ डाँडामा। कस्तो गाह्रो भइरहेछ यहाँ मुख रातो रातो। यो कसको? अलि गतिलो बजाउनु अनि खुल्यो। हामी त यहाँ गइरहेछौँ। यसलाई त्यहाँ माथि खचर छ नि। गीत के आयो आयो। हमको भूख लगा है। भूख लाग्यो त एकछिन रुको। यहाँ खचर पनि आउँदो रहेछ बाटोमा हेर्नुहोस् साथीहरू। अनि हामी देउडा लगाएर हिँड्यौँ। हजुर हामी लम्कीबाट दाजु। ओहो यो बाटो तपाईँको हजुर त्यहीँमा खचरलाई पनि गाह्रो भइरहेछ यहाँ हिँड्नलाई। खचरवालाको मालिक दाजु। स्पिकर पनि बोकेको है तपाईँ। हेर्नु त साथीहरू अरू पनि आउँदैछन्, तर हामी चाहिँ यसरी छोरोले बोकान्छ। ल छोरो बस। खै बस्दैन त एकचोटि जाऊ। बस्न मन पनि लाग्छ, फेरि खचरको दया पनि लाग्छ, फेरि डर पनि लाग्छ। काला मान्छेहरू यता तिमीहरू कतिचोटि पानी खायो? एकचोटि पनि खानु सकिएको बोतल। अरू त्यो दाइलाई देऊ न चिसो पानी। चिसो पानी ठन्डा ठन्डा। हेलो छोरो ल कमल भन्छ। हेलो साथीहरू हामी चाहिँ राजकाडा जाँदैछौँ भने। कहाँ जाँदैछौँ अरे हामी? लाजकाडा होइन, जोरसँग भन न। राजकाडा कस्तो कस्तो भइरहेछ राजकाडा जानलाई? गर्मी भइरहेछ कि जाडो भइरहेछ? छोरो कस्तो भइरहेछ? जाडो भइरहेछ? बोल्दैन अरे। आवाज अलिक साह्रो मेरो मुख यार उता छोरो यो उकालो खै कसरी देखाउनु छ यो कालो। कर्णाली पुलको हल्का माथिपट्टि छौँ, तर यहाँ यस्तो गाह्रो भइरहेछ हामीलाई घाममा हिँडेर। तलबाट आएको हेर्नु साथीहरू। पछाडि यो देखिने चाहिँ कर्णाली नदी हो। यता चाहिँ कर्णाली पुल छ। यहाँ अलिअलि देखिरहेछ। यहाँ चाहिँ छोरो यता हो त यहाँ सबैजना। यिनीहरू चाहिँ यिनीहरूलाई पुऱ्याउनु जान लाग्यो, तर मेरो त बेहाल भएको छ। त्यो नानी यिनीहरू दुईजना चाहिँ मेरो दिदीको छोराछोरी पछाडि मान्छे छन्। यहाँ तल खचर आउँदैछ। यस्तो दामी छ। ओ माई गड पछाडि हेर त यस्तो हालतमा छौँ हामी। यहाँनिर पिपल चौध जनस्पर्धा छ पुरानो। यहाँ बसेर हामी खाजा खान्छौँ। कस्तो फोहोर बनाएको रहेछ।
ओ माई गड यो ठाउँलाई के भन्छ यहाँनिर यसलाई के भन्छ दिदी ए हल्दुको बुट्टा ए पिपल चौतारी है पिपल चौतारी होइन हल्दुको चौतारी बनाएको छ अय हाम्रो ब्लगर मान्छे भलगर मान्छे हेर ऊ हाम्रो दिदीहरू त कस्तो मजाले हिँड्नुहुन्छ हामी त सक्दैन हेलो गाइज चौतारानिर बसेर यस्तो गर्मी भइरहेछ यो चाहिँ अब स्याउ ल्याएको थियो स्याउ पुराले खाने हाम्रो साथीहरू अब चक्कु पनि छैन यस्तै हो बडै कुहिया छ त्यो साथीहरू यहाँ युट्युबको त साथीहरू कुहियाहरू नखाऊ ल यहाँ आउने तिमी यहाँ बस्छ के त्यो ल्याएर आउँछौ युट्युबमा तँलाई देखेर यहाँ मान्छे फिदाउनेवाला छैन कोही के हो यस्तो है पुरै ठिक जस्तो छ आइज छोरो छोरी तिमी नानी आऊ त ल्याउ न कमला यता बस्छ तिमी यहाँनिर सबै देख्ने गाइज मेरो झोला कस्तो छ साइड त मेरो झोला कस्तो छ बस बस चाहिए बस्छ तिमी अलिक फुटाउ त बनाऊ यहाँनिर एकजना बस्छ छोरो यहाँ बस्छ तिमी मेरो बस्नु त्यहाँ आएन के गर्नु खतरा आयो गजा कस्तो गर्न आइरह्यो यहाँनिर के गर्नु अनि किन बसिरहेको दिने हो ए कसरी बसिरहेको यहाँ कोमल नदे बिचारी तेरो ब्यागमा पैसा छ त्यसको त सानो होला सोच देखेकै हुँदैन आयो खचड खचड आयो 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 खचड खचड आइले हम रोटी खाने हो हामी अब म बस्दैन के मलाई बस्छु त्यहाँ अलग बस्न नाम्छु अरू के पनि छैन हामीलाई आउँछ कि नचला अनि गइहाल्छ चलायो भने फेरि किन्छ नि न पैसा नगर अरे यहाँ त्यस्तो तरकारी नै पुग्छ नि छोरा यहाँ छोरी टोकेको त्यही हो टमेटो मम्मी उही न यहाँ त यो त खुले रहेछ भाइ धन्न अहिले पोख्या चाहिँ तिमीहरू त जिम्मा हुन्थ्यो साथीहरू हेर्नु त कर्णाली पुल ऊ त्यहाँ छ यता चाहिँ हामी जानुपर्ने ऊ त्यो पर पारीको डाँडा देखाएको छ त्यहाँ हो साथीहरू अनि यहाँ चाहिँ तल कर्णाली पुल यहाँदेखि तलदेखि आएको हामी अहिले यस्तो गाह्रो भइरहेको छ जिन्दगीमा त्यो माथि चाहिँ पाथी फाल्ने ठाउँ आएको छ पुराना पाखा मान्छेहरूले फाल्छ नि त्यो पाथी क्या पाथी त हुँदैन तर घाँस फाल्ने ठाउँ भन्छ नि त्यो मन्दिर हो कि सो हामी चाहिँ त्यहाँ मन्दिरमा फाल्नलाई त्यहाँबाट घाँसहरू लैजान्छौँ कि पुरानो चलन हो लैजाउँ सबैजना एउटा मन्दिरमा हाल्यो पागलहरू खानै खान झन् यति धेरै भन्न छ है घाँस फाल्ने मन्दिर जोस् हे भगवान् ए दायाँ हातले फाल्नुपर्ने बायाँ हात भएछ सरी यहाँ फाल्ने यहाँ फाल ए यत्रो बनाएको छ जोस् बाटो अलिक छोडो बनाइदेऊ भनेर भन त यो के पहिला हामी आउँदाखेरि थोरै थियो अहिले चाहिँ यति ठुलो भइसकेको छ साथीहरू पानी पर्न लागिसक्यो बिहान 9 बजे हिँड्ने मान्छे 5 बजी गएर पनि अहिलेसम्म बाटोमै छौँ हामी ऊ त्यसको हालत हेर न अझै कति छ आधी घन्टा समथिङ आधी घन्टा लाग्छ गाइजहरू म त यस्तै हो हालत खराब भइसकेका छन् बाटो हेर साथीहरू यस्तो उकालोमा हिँड्नुपर्छ यस्तो बाटो छ यो हालत ओ त्यो त्यही चाहिँ
परियो यहाँ चाहिँ गएर जानु जरुरी छ 10 मिनेटमा पुग्छौँ होला अब हामी त्यो पारी देखिरहेको छ त्यही हो हामी जानुपर्ने यता यता मलाई देखाउन न हेलो बल्ल आराम भएको घाम उले यो उकालोमा हिँड्दा हिँड्दै यहाँ बिहान 9 बजे हिँड्ने मान्छे खाना पनि खाएको छैन बाटोमा रोटी हल्का हल्का खायो होइन 3वटा रोटी ल्याएको थियो सबैले खायो अनि यसमा अब बाटोमा चप्पल चुटेर चप्पल पनि कस्तो लाग्छ हेर्नु है हात्ती चप्पल लाउने क्या हात्ती चप्पल पुरानो अब यसले काम चलाउने हो भोलि आउनुपर्ने हो फेरि चप्पल चुटा छ नि त्यही खुट्टा ल्याउनु पर्ने हो यस्तो छ अवस्था सो फाइनली गाइजहरू राजकाँडा आइपुग्यो ओइ सोनिया यो ब्याग बोक अब त राख्दै यता छ घरहरू यस्तै छ यहाँ पारी त्यहाँको कोलकाडा भन्छ यता जङ्गलै जङ्गल छ कहाँ होइन सबै सुकिसकेको रहेछ मकै खाना आएको त्यहाँ पहिला बाख्रा चराउँथ्यो हामी पुग्यो डाँडा यतापट्टि राजकाँडा केराहरू एकदमै छ गाईहरू केरा यहाँ चाहिँ त्यो घर कहाँ बेलौती भन्छ हौ यसले अम्मा बाखेर गाईहरू हजुर त्यो घर आयो हाम्रो दिदीको घर आइसक्यो गाइज स्यो आन्टी तपाईँ टिम बहिनी हो पर दुगुरी गइरहन् बाख्रा त ल्याइसक्यो त बाख्रा टिटाएर यही घर हो हाम्रो दिदी गाईहरू यहाँको हालत यस्तो छ हजुरले थाहा थियो किन यो चाहिँ दिदीको घर लिपिराख्नु भएको यहाँ हजुरले थाहा थियो किन थाहा थियो हो मलाई त थाहा थियो मलाई कसैले किन भनेन ए तैँले कहिले फोन गरे भए दिदीलाई थाहा हुन्थ्यो नि फोन गरेन भित्र के कोन कहिले फोन गरिर भित्र के कोन भनेर लिप्टे बड्डी ओ भाइजू हजुर के छ नमस्ते नमस्ते ठिकै छ भन्नु उही क्यों नि मकै हामी त अब चाम्रे चुम्री त्यस्तै सम्झेर त्यस्ता मोटा छैन पर यहाँ हाम्रो माइजू घर लिप्त लाइछन् खै त भान्जे नै उही भान्जु चाहिँ कहाँबाट यहाँ बोकेर ल्याउनु पर्ने हाम्रो दिदीको हालत तल घर लिप्त लाइछन् नि दसैँको लागि कस्तो बनाछन् त्यहाँ कस्तो छन् के बनाएको सो साथीहरू भिडियो चाहिँ यति नै रहेको छ फाइनल्ली घर पुगिसक्यौँ यो दिदीको घर हो थ्याङ्क यू सो मच सबैजनालाई भिडियो हेरिदिनु भएकोमा